हेलो नमस्ते अनि सेवार हो। म चाहिँ अब अहिले ठ्याक्कै जाँदैछु होइन, ड्युटी प्लेसबाट रुम जाँदै गरेको अवस्था हो है। मेरो ड्युटी प्लेसहरू हेर्नुहोस् त, यस्तो छ। ड्युटी प्लेस चाहिँ यस्तो छ है, यो मेरो ड्युटी प्लेस। अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा अब रुम जान लाग्यो हो हामी है। अहिले चाहिँ गाडीमा ठ्याक्कै पसिसक्यो। ल फुड पान्डाहरू यो तरिकाले आउने गर्छ। यी हाम्रो साथीभाइहरू दाइहरू हामीसँग जानलाई रेडी भइसकेको हो है त। जाने गर्छौँ। रुम चाहिँ टाढा छ है। नै हो क्या, यस्तो छ क्या। आज चाहिँ दाइ आज चाहिँ सबै प्लेसहरू क्याच गरेर जाउँ, रेकर्ड गरेर जाउँ भन्ने सोच गरिरहेको छु। हेर्दै गर्नुहोस्। ओ साथी हो लाग्या, बाई बाई। साथीहरू आयो भिडियो। साह्रो ढिलो गर्छ न साथीहरू यार। हो जुने मजाले गर्ने, मजाले काम, मजाले रुङ्ने मात्रै होइन। पिकअप हो कि ड्रपअप आयो फेरि। जा 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 इन्टर गर है, इन्टर कर। हेलो भूपेन दाई पनि लेट हो आज। सधैँ त छिटो हिँड्ने मान्छे के भयो? हेलो दातो सर, किन ढिलो लाग्यो है, लाग्यो। ट्राभलिङ भिडियो ल्याएर आउँदैछु आज चाहिँ म तपाईँहरूको लागि। हेर्नुहोस् है, अब चाहिँ यहाँ हामी ड्युटी प्लेसबाट बाहिर निस्किँदै गरेको अवस्था हो। आफ्नो रुमतिर जाँदै गरेको हो। आज चाहिँ मैले ट्राभलिङ भिडियो बनाउँछु भनेर एकदम सोच बनाएर अगाडि बसिरहेको थिएँ। तर अलिकति रियल भोइस चाहिँ लगाउन सकिनँ कि, किनकि हावाले एकदम डिस्टर्ब आयो क्या। त्यही भएर मैले चाहिँ भोइस ओभर गर्न बाध्य भयो क्या। अब चाहिँ हाम्रो अलिकति रुम चाहिँ टाढा छ क्या, त्यही भएर ट्राभलिङ भिडियो बनाउँदै लागौँ भनेर नि त। हेर्दै जान्छु, एकदम राम्रो प्लेसहरू हुन्छ होइन, हरियाली हुन्छ होइन। तर अति साह्रो हावा चल्यो यार। हावा चलेर एकदमै बोलेको एकदमै स्पष्ट नै भएन कि, त्यही भएर मैले भोइस ओभर गरिरहेको छु है। यो चाहिँ ठ्याक्कै केएल साइड हो। यो के भन्छ, केएल साइडको यो कोत्राया साइड भन्छ कि यो ठाउँ चाहिँ। यहाँबाट सट्टै घुम्यो भने चाहिँ ठ्याक्कै कोत्राया आउँछ। त्यसपछिबाट लगभग हाम्रो ट्राभलिङ चाहिँ आउँदा जाँदा होस् होइन, आउँदा चाहिँ त्यति जाम हुँदैन, तर जाँदा एकदम धेरै जाम हुन्छ कि। त्यही भएर गाह्रो हुन्छ कि पुग्नलाई। 1 घन्टा नै लगभग लाग्छ। यस्तै छ वरिपरिको दृश्यहरू त्यस्तै छ है। ल हेर्नुहोस्, यस्तरी जाम लाग्छ क्या। सबै जामले भेटायो क्या। हामी जामले गर्दाखेरि हामी चाहिँ पर्खेको छौँ। यही भएर हामीलाई चाहिँ 1 घन्टा जानु आउनु अनि गाह्रै छ यार। यो हामीलाई गाडीमा हिँड्ने भएपछि चाहिँ एकदम गाह्रो पर्छ कि यहाँनिर जाम पुग्न त छिटै पुर्याउने हो, छोटै बाटो हो, तर जाम लागेर क्या टाइम लाग्छ धेरै।
यो चाहिँ ठ्याक्कै भन्नुपर्दा होइन हाम्रो यो मलेसियाको कोथराया भन्छ है। मलेसियाको कोथराया एरिया यही हो। अलिकति नेपाली हाम्रो नेपालीहरूसँग भेटघाट गर्ने अनि नेपाली मार्केटहरू चाहिँ यहाँ टन्नै छ है। यो ठाउँबाट हामी घुमेर एकदम पुग्नुपर्छ आम्पाङ पोइन्ट भन्ने ठाउँमा हो कि हामी पुग्ने चाहिँ खासमा। तर यहाँबाट पुग्न चाहिँ अलिकति टाइम धेरै नै लाग्छ। जाम नहुनु भने चाहिँ त्यति धेरै लाग्दैन। त्यो जामले गर्दाखेरि एकदम टाइम लाग्ने कि टाइम धेरै खान्छ। अहिले पनि एकदम जाम लाग्न स्टार्ट भइगयो छ। हामी जाम लागेछ। साथी हाम्रो साथी चाहिँ टक्कसँगले उभिरहेछ क्या। हो एक्सन पो गर्दैछ त हौ साथीले त। ढिलो भयो क्या हो। हेलो यो चाहिँ होइन ठ्याक्कै भन्नुपर्दा चाहिँ है कोथरायाको नजिकै हो। कोथराया भन्न पनि सकिन्छ होइन। यो चाहिँ एकदम चर्चित ठाउँहरू है। एकदम राम्रो होइन। यो ठाउँ चाहिँ ठ्याक्कै भन्नुपर्दा होइन कोथरायाको एरिया भनेर चिनिन्छ होइन। मलेसियाको राम्रो ठाउँ भनेको यही हो है। अलिकति अरू ठाउँ भनेको चाहिँ अलिकति जङ्गलहरू धेरै भएको ठाउँ होइन। यहाँ चाहिँ यो चाहिँ सिटी होइन, मेन सिटी कुआलालम्पुर होइन। अनि यो चाहिँ अलिकति राम्रै ठाउँ भनेर चिनिन्छ है यो एरिया चाहिँ। अब यो एरियामा त यति धेरै होइन हरियो परियो रुखहरू छ भनेपछि अरू ठाउँ कति धेरै रुख होला होइन। नेपाल जस्तै हो, जङ्गल अलिकति बढी हुने ठाउँ होइन, पानी धेरै पर्ने ठाउँ। यो एरिया चाहिँ बेसिकली एकदम राम्रै ठाउँ भनेर चिनिन्छ कि मलेसियाको सबैभन्दा। अब राजधानी हो, राजधानी त त्यसै राम्रो हुने भएको। यहाँ चाहिँ मेट्रो स्टेसन हो यो एरिया। मेट्रो स्टेसन अनि बस स्टेसनहरू हो। त्यही भएर यहाँ चाहिँ हाम्रो एउटा साथी काम गर्छ यहाँनिर। त्यही भएर पर्खिँदै यो चाहिँ हामी सधैँ चढ्ने कम्पनीको भ्यान है त। यो चाहिँ कम्पनीको भ्यान हो होइन। अब यसमा चाहिँ हामी चढेर जाने गर्छौँ, आउने गर्छौँ। भ्यानमा एकदम बोरिङ के। अब गाडी हिँडेर जाने भए पो अलिकति सजिलो पनि हुन्छ, एक्सर्साइज पनि हुन्छ। गाडीमा आउँदै जाँदै जाम लागेर त्यति दिमाग खराब हुन्छ कि गाह्रो हुने कि। ल अब चाहिँ मान्छे कति हिँडिरहेको छ यार। यो मेट्रो स्टेसन हो खास चाहिँ। एक्चुअली भन्दा चाहिँ मेट्रो स्टेसन यो बाटोदेखि सिधा वहाँ पर जानुपर्छ कि भित्र। त्यही भएर मान्छेको आउजाउ एकदम धेरै छ। अहिले चाहिँ हाम्रो गाडी रोकेको हिसाबले गर्दाखेरि मैले चाहिँ भिडियो बनाइराखेको अवस्था हो है साथीहरू। ल हेर्नुहोस् हाम्रो साथी चाहिँ चेन्ज गरेर आइसक्यो होइन।